आगलागीसँगै ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमार गाउँपालिका 2 टाकुराका 2 परिवारका 9 जनाको मृत्यु भएको छ। भारतको हिमाचल प्रदेशको सोलान जिल्लाको अर्की भन्ने ठाउँमा आइतबार उक्त घटना भएको हो। राति सुतेको समयमा अचानक पसलमा आगलागी भएको र पसलमा भएका सिलिन्डर विस्फोट भएको थियो। घटनामा वर्ष 33 का धनबहादुर विक, उनकी श्रीमती वर्ष 32 की कविता विक, छोरी राधा विक, रेणुका विक, छोरा राजन विक र वर्ष 47 का काशीराम विक, वर्ष 32 की टीका विक, वर्ष 12 की अनु विक र वर्ष 7 का किरण विकको मृत्यु भएको आफन्त प्रेम विकले बताए। उनले धनबहादुर विक र काशीराम विकका परिवार पसलदेखि माथिको कोठामा बस्दै आएका र कामबाट फर्केर सुतेको बेला 27 गते राति आगलागी भएको बताए। उनका अनुसार सिलिन्डर पड्किँदा मृत्यु भएका सबैको शव छियाछिया परेर चिन्न नसकिने अवस्थामा रहेको छ। प्रत्यक्षदर्शी भन्छन्, सिलिन्डर विस्फोट लगत्तै कोठामा चिच्याइरहेका सबैको आवाज एकैपटक बन्द भयो।